हेलो नमस्कार सबैजनामा। आज चाहिँ हामी नेपाली न्यू इयर प्लस स्कुल होलिडेको लागि बच्चाहरूको लागि बाहिर लिएर जाँदैछु। हामी रेडी भएर बाहिर निस्किसक्यौँ। अहिले चाहिँ हामी म्याकडोनल्ड गयौँ। म्याकडोनल्ड बाबु नानीलाई चाहिँ ह्याप्पी मिल खान मन लागेर म्याकडोनल्ड लिएर गएको छु। त्यो ह्याप्पी मिलमा यिनीहरूले प्लस समथिङ टोय पनि पाउँछन्, त्यही भएर ह्याप्पी मिल किन्ने भन्छन्। खालि लिएर बाहिर निस्किसकेँ। उनीहरूको खाना त भयो, तर मेरो लागि चाहिँ हामी रेस्टुरेन्ट जाँदैछौँ। त्यो रेस्टुरेन्टमा मलाई साह्रै मनपर्ने खाना भनेको चाहिँ मोमो, अनि त्यसपछि बिटरुटको जुस। यो चाहिँ बिटरुटको जुस मेरो नानीलाई चाहिँ मन परेन, मलाई चाहिँ साह्रै मिठो लाग्यो। यो जुस एकदम टेस्टी लाग्यो। अनि मेरो लागि अर्डर गरेँ चिकन मोमो। म चाहिँ यो जुस खाँदैछु अनि चिकन मोमो पनि वेटिङमा छु। फाइनल्ली चिकन मोमो पनि आइपुग्यो। चिकन मोमो इट लुक्स डेलिसियस। यस्तो मन पर्यो नि मलाई चिकन मोमो, साह्रै मिठो, प्लस त्यो सस पनि अति मिठो। अनि त्यो मोमो खाइसकेपछि हामी चाहिँ निस्क्यौँ इन्डोर प्लेग्राउन्डको लागि। बाबु नानीलाई फेरि इन्डोर प्लेग्राउन्डमा लिएर जानको लागि निस्क्यौँ। उनीहरू गाडी तान्दैछ, बाबुले चाबी त मसँग छ, ऊ गाडी तान्दैछ। पहिला सुरु गएर हामी पुग्यौँ ललिपप इन्डोर प्लेग्राउन्डमा। मैले त्यहाँ लिएर गएँ यिनीहरूको लागि, प्लस पानीको बोतल पनि। अनि त्यसपछि भित्र गएर मैले टिकट काटिदिएँ। टिकट काटेपछि उनीहरू चाहिँ आफ्नो ठाउँमा प्ले गर्न गए। मेरो नानीलाई यो स्लाइड साह्रै मनपर्छ, खालि जति गए पनि त्यही स्लाइडमा हो खेल्ने। उसको लागि चाहिँ 2 आवर्स 3 आवर्स खालि स्लाइड खेल्ने भन्ने कि। आज पनि हामी बस्यौँ, अघि आई थिङ्क 2 आवर्स जति बस्यौँ। बाबुलाई यो बल खेल्न साह्रै मनपर्छ, ऊ बल खेल्दैछ। नानी चाहिँ स्लाइड, उसलाई चाहिँ यो बलमा भित्र हालेर गन पड्काउने जसरी खेल्दैछ। नानीलाई ऊ जम्पिङ खेल्दैछ। दे आर भेरी ह्याप्पी। उनीहरूको चाहिँ आज स्कुल होलिडे, आजबाट सुरु भएको छ स्टार स्कुल होलिडे। बाबुले प्लस कार पनि चलाउनेमा भनेर कार पनि चलाउन थालेको छ। नानी उता खेल्दैछिन्। अनि मलाई चाहिँ भोक लागेर फेरि पनि भोक लागेर चिप्स र कफी अर्डर गरेँ। त्यसपछि हामी टन्न इन्जोय गऱ्यौँ। एकदमै थकाइ पनि लाग्यो, तिनीहरूलाई एकदम पसिना आयो। अनि त्यसपछि मैले ताम भनेको नानी मानेन। 1 मिनट भनेर फेरि यता पियानो चाहिँ प्ले गर्न थालिरहेको छ नानीले। प्लस यसमा चाहिँ डिजी हुन्छ भनेर बाबु चाहिँ जान मान्दैन, नानी चाहिँ खेल्छ। नानीलाई चाहिँ खासै असर पर्दैन यसमा चाहिँ। त्यसपछि सानीलाई मनपर्ने अर्को बल थ्रो गर्ने, बलमा जम्पिङ गर्ने, लाइक ए क्याट बन्दै प्ले गर्दै गर्छ। मेरो नानी चाहिँ अति मन पर्यो। उसलाई चाहिँ यसमा लागि एकदमै ह्याप्पी बनाएर घर लिएर आएँ। अब टोय उनीहरूको खोल्दैछन्, प्ले गर्दैछन्। बाबुले थ्याङ्क यू पनि भन्दैछ। थ्याङ्क यू सो मच गाइज वाचिङ माई भिडियो। प्लिज लाइक एन्ड सब्सक्राइब।